जेम्स क्यामरुनको बहुप्रतिष्ठित फिल्म अवतारको तेस्रो संस्करण अब रिलिजको सङ्घारमा रहेको छ। यसको कथावस्तु निकै गहिरो र चुनौतीपूर्ण हुनेछ भन्ने ट्रेलरले स्पष्ट रूपमा सङ्केत दिएको छ, जहाँ जेक सुली र उनको परिवारले अब भौतिक शत्रुसँग मात्र नभएर अस्तित्व र विश्वासको लडाईँ समेत लड्नुपर्नेछ। जलको आश्रयपछि कथा अब आगो तत्त्वमा केन्द्रित हुन्छ, जहाँ मानवहरूले प्यान्डोराको वनस्पति र वासस्थानलाई ध्वस्त पार्नका लागि आगो र खरानी प्रयोग गर्नेछन्। ट्रेलरको विभिन्न संवादहरूको कुरा सुन्दा विशेष गरी बच्चाहरू यसको खतराको शिकारमा पर्न आउँछन् र यस मुभीको अन्तिम क्लाइमेक्समा प्यान्डोरालाई पूर्ण विनाशबाट बचाउन जेक सुलीले अब सबै नाभी समूहहरूलाई एकजुट गरी मानव विज्ञान र नयाँ शत्रुको विश्वासघात विरुद्ध लड्नुपर्ने हुनेछ। डिसेम्बर 19 रिलिज मिति तोकिएको यस मुभीको बाँकी कहानी हामीलाई अब फिल्म हलमा गए पछाडि मात्रै थाहा हुनेछ। आजको लागि यति नै भन्दै फेरि म नयाँ र नौलो भिडियो लिएर उपस्थित हुने नै छु। धन्यवाद।